यता ए मम्मीले उयो भएन खाना त ठिकै छ पाएको छ मजाले ओ टिकाले भा खा खानु त छिटो नाम खानु त अनि जाने बेबी हेर्न उमाले हो पानीमा हालेको त धेरै वर्ष नि कासा पिराउँछ बोले अनुपन जल्दी जाने मान्छे हो नि ओहो जल्दी जाने मान्छे हो नि बोले से कासामा जान्छ उही उही बालासँग जान्छ डाँडासँग राखेर आएको नि ओहो बोले से जान्छ फेरि फाइनल गर्ने नि बाले साह्रै बिक्री भएर 25 गते बेला आएको अनि त्यही भएर रोल्न नपाएको त गइदिने जाडो हुँदैन आमा आउनु यहाँ खै म आमाहरू लगाइदिनु पहिले अनि यस्तो गरेर दुईटा गाला गाला निधारमा हातमा अब हातमा अब बुवाले लगाइदिनु यहाँ आउनु नचिन्ने हुन् कि खतम गरिसके यो वास्तवमा के रहेछ भने नि यो पहिलो यो बेसारसँगको अर्को एउटा हुन्छ नि त यसले चमक एन्टिबायोटिक यसले चाहिँ निर्मूल गर्ने सबैभन्दा एन्टिबायोटिक त बेसार त हो त अनि यो पनि यो चमक ल्याउँदो रहेछ क्या अनि त्यो चरी आयो नि
ब्याक्टेरिया बार्न यता हेर्नु नि यता बेसार लाउने बेसार लाउनेले यता हेर्नु अरे अब यता हेर्दै गर्नु न बेसारले चाहिँ लाउँदा पनि हुन्छ यो ओ त्यसरी मिलाइ है भाउजू त्यसो पो रहेछ त सबै महिलाले भेटेर ल्याछ नि के बेसार ठिक पारेर यस्तो भयो पालो साथै त हो त माइली भाउजूको यहाँ पालो माइली भाउजू सही नम्बर आयो अलि लाउन हुन्छ अलि लाइदिए हुन्छ अब त मिले लाइदिए माइली साइड छैन माइली साइड को ए पालो गर्ने फोटो आउँदैन नि त यता हेरे भरे कान्छी अब अलि यता हेरे उतार फोटो खिचिदिएर भयो म नुहाइदिउँ लु चन्द्रमा यता हेर्दै गर अरे उता हेर्नु पर्दैन चिनिहाल्छ नि हामी फोटो खिच्न चाहिँ सोध्यो न लाउँछ अरे फटाफट ल अब सचिन खोइ चन्द्र भाइ खोइ म यहाँ लाइन्छु किन लाउन सबै लाइसक्नु यहाँ सकिएछ के लाउनु अब यसो लाइदिनु त म लाउँछु म त मैले धेरै नै भन्नुहुन्छ यता पछाडिबाट आउँछ तातो पानी हो के हुने रहेछ तातो पानी सक्यो होला अब सबैले छोड्नु चिसो भयो एक जग्गा हाल्दिन नि आफै आउँछ पानी त्यहाँ बाबा अब आफै ठिक हो लिएर आउनु त्यहाँ फन्नी त म लिएर लाउनु लाग्छु त्यहाँको कुरा यता बसमा पिराउनु पर्यो बसको कुरा यता पिराउनु पर्यो घाटो नझरोस् अहिले चाहिँ त्यहाँ त्यो भोटा पनि देखिहाल्छ होइन कोची पनि देखिन्छ होइन फेरि कोची रोइन्छ हो छोडिदिनु त्यही ऊ लक्ष्मीमा नलाने अरे घट्छन् क्या भन्ने कुरा अरे गएको त नजाने भन्छ मलाई त भाइलाई हिजो त सेतो न सेतो थियो आज त के गरेर फेरि झन् कालो बनाए क्या दिदीहरूले हो हुनसक्छ उता मधेसतिर कालो सर होला फुच्ची बनाइ गर्छ नि त भाइलाई त दारी सारी काटेपछि
यो चाहिँ पत्रको सामान चाहिँ बर्बाद हुँदैछ है त्यहाँ खोइ कहाँ छ यो सबै अटे सबै रोटीहरू रोटीमा छ यसो चढाएर ढोग्नु सानो छ कि ए माथि दोकानु पर्दैन हैन माथि मिलाउनु त्यो ब्यागकै पार्को यहाँ छ यतै राख्छ ए अँ हो त हुन्छ होइन माला लाउँदा हुन्छ कल डर बन्नु ठिक भएछ पुग्छ अहिले भरे फुकाउने गरी धागो छोटा खान अहिले मिलाउनु पर्छ त्यो आएर चाहिँ के कुन पिछाडी छड्यो त दिदी एउटा बुवालाई टिका लाउँ त्यो मेरो मोबाइल छ ल छो सेवा गरी हुन्छ है अहिले बाबाले मात्र लगाइदिनु भरे टिका लाउने छोरा भाइ ठुलो मम्मी यता आउनु अहिले आउनु न यहाँ के अनि अब पैसा दिएर आउँछ खाली हातमा दिनु पर्दैन खाली यताबाट आउनु न बाहिर त के सघाउँछ ठिक पारेर त दिदी जान गाली त्यही सौ ऐना चमक छ कि छैन ऐना पनि देखाउनु पर्यो पर्दैन समस्या नभएको भयो अहिले नआइदिनु होइन बाहिर गेटको छेउमा बाहिर यसो डोर्याउँदा भयो बोक्नु के त्यो गयो छैन नि आमालाई किन राखिदिनु यहाँ बुहारी बस्नु भिडियो हो भिडियो छोड्दिनु गाडी पुग्ने चाहियो अझ त माथि त्यो तेलुको कोठाको चाबी कहाँ छ चाबी त्यही माथि छ घरमा पुग्ने बेलामा त्यो यसो बनाएर लाग्छ खोइ बुवा सगन्तीले बाजा बजाउनु न टिको लाउँदै हुन्छ अनुहार त बजाउने बाजा ल आउनु नर्सिया बजाएको छैन तपाईँ यता नछिर्नु त आइहाल्नु यी खुवाउनु होइन बिस्तार बिस्तार गर्नु बिस्तार यता बसेर
हजुर भनेको के भन्थ्यो अब आज्ञा नहुने त्यसैमा लान्छ बीचमा यो गाडीलाई पनि डिस्टर्ब यो लाइटलाई पनि डिस्टर्ब नहोस् है लाइट पनि किनौने हुन्छ हुन्छ त्यो लाइट डिस्टर्ब भएन अनि यता मैले बुझिसकेँ ट्याक्सी बुकिङ यतापट्टि जाँदाखेरि उतापट्टि चल्छ लाइटरले पेरेन्ट दाइ छन् होला हाम्रो केटाहरू त अघि चढेरै आज माथिबाटै थपिने भनेको त्यति त थिएन अब 2 भाइ थपिन्छ होला पर्का ट्याक्सीको उता बानेर हाल्दा त अलि पारी अर्कोलाई त्यसो गर्दा मलाई एउटा जाने त्यहाँ सधैँ भन्दा एकछिन बाजा बजाउनु किन बसेर हिँड्ने बेला किनभने अगाडि भिडियो यहाँ तल पनि मान्नुपर्छ पत्रको सामान पनि माथि नै होला हौ एउटा हाम्रो भरे कोही आँटेन त्यहाँ सिधा आएर राख्नुपर्छ त्यो अगाडि पाएर सुत्रुले बाँध्नु माथिसम्म हान्छ यता घुम्नु आउँछ होला यतै दाहिने सचिनलाई त काखमा बोक्नु न बुवा न ढोगेर चढ्नु ठ्याक्क मिलाएर पछाडि बस्नुपर्छ हौ मिलाएर बस्नु के हुन्छ त के चाहिँ गर्नु भरे आउँदा ट्याक्सीमै जान्छु भन्नु पाइएन भरे आउँदो कुरो चाहिँ ल अब एकजना हालु भन्छु अब ए चन्द्र दाइ नै जाने हेर त ए वही बता दे एकजना थियो अब उही जाने थोरै बसेपछि मिल्छ हौ गाडी कुदेर मिलाइहाल्छ नि गाडीले होइन यो ढोका लाग्नु पर्दैन
कतिजनाको सामान छ त्यही जान्छ 4 जना गोला पत्र 4 जना भएको एउटा भरे चाहिन्छ नि त एउटा एकजनाले पनि त्यसमा चाहिन्छ त्यसमा चाहिँ अर्को जना सुपर को जाने हो सर्टकट रमेश दाइ छन् एकजना आउनु न तपाईँ ऊ दाइ जान्छ न अरू दाइले पत्रे पठाएको अलिकति समय राख्नु पर्यो नि हातमा बोकेर बनाउन भित्र चाहिँ जाने त्यस्तो होइन यहाँ यो तेर्सोमको के भन्ने ठाउँमा जाँदैछ हौ शुक्रबार त्यसले पनि तलबाट राग लिएर आउनुपर्छ क्या तालमा खाना ठाउँ कता हो भन्दै जानु तामाङहरूको चाहिँ पुङ राखेको यो चाहिँ नारा पठाउ भन्छ ल हुन्छ अहिले स्वयंवर बनाउन लाग्दिन भइहाल्छ जति 100 देखि 150 को बिच ठ्याक्कै मिल्छ हिँड्नु अलि अगाडि गएर उभिनु न हिँड्नु न पहिले हिँड्नु चाहिँ तलतिर गएर उभिनु हो फोटो आउँदैन फेरि हौ लाइनमा हिँडेन हौ मान्छेहरू चाहिँ अल्कोहल त छोडिसके त म जस्तै हो
सबैसँग मिल्छ नि कस्तो लाग्छ ताली पड्काउँ सबैजनाले। कहिले त्यो त्यहाँदेखि कलस त्यहाँदेखि चाहिने बेहुली बिस्तारो जाऊ त्यो जतनले बोकेर जाने दियो यता निवेको छैन निवेको छैन त्यो ज्वरो लाग्यो मात्रै हो उस के सिङ्काल गर्नु न
यो क्लियर ठिक छ हैन भयो हैन यानि कान्छ पापानि पापानि जन्मं प्राणि बिस्तारै हुनु बिस्तारै यानि कान्छ पापानि पापानि बिस्तारै प्रजापतिनाथ उदीयतान्यं विद्योरिता बहुदैत्य त्यसले छेली गर्ने हो अर्को तालको चिटिकेर टिका लगाइदिनु प्रजापतिनाथ उदीयतान्यं विद्योरिता बहुदैत्य अब यो मालामा पुज्नु अक्षता फुलले विश्वरूपाणी परितापको गएतामस्ते चाहिँ बताएर राम्रो त्यो माला हातमा लिने होइन हाल बाइकै लिनु अब लगाइदिनु त एकछिन बिस्तारै बिस्तारै नआत्तिनु ल काट्य मङ्गलायतन हरि ल भयो पर्सिनु त त्यहाँ त्यो पर्सिनु ओम प्रजापतिनाथ लगाइदिनु मन्त्र अर्थ सबला शान्ति हो गुणा शान्ति मनोरथ सतनाम विनाशाय मित्रनाम बुधाय भयो अब त्यति भइसके पछाडि नि बहिनी यो ल त्यो राखौँ है सबैले क्ल्याप गर्नु क्ल्याप हो ताली बजाउनु ताली खोइ त किन सुनखानु मलाई त 1 मिनेट लाग्यो भन्दा टाइम ल 10 मिनेटै 10 मिनेट अघि गर्नुपर्छ हिजोदेखि भनेको थाहा छ होला त्यसरी हो यता यता चाहिँ
बेहुलीकी माइली भनौँ न यता 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 कर्नरबाट हान्नु न तपाईँ ठिक छ यता अलि ओरा आउनु तपाईँ पनि अलिकति आयो भाइ उल्टो त्यहाँ दिएको छ त जान्नेलाई दिने जान्नेलाई को छ जान्ने ब्लक लागिरह्यो उल्टो पड्किन्छ पर्दैन निकाल्नु पर्दैन उ त्यो छ हो यहाँ तलको त्यो लक खोल्नु त लकै खोलेर भइसक् नाटो ढिलो होला है भन्ने कुरा आयो क्या नुनबाट हुँदैन ढिलो पड्किन आँट हुँदैन अरे लाने मान्छेलाई ढिलो पड्काउँ यो झर्कातिर रेडी तलको मुनि तल भेट तल रेडी 1 2 3 गो नाङ्लो बोकेर आउनुभयो त अब
देखाइहाल्नु यता अब त्यति भइसके पछाडि लो अझै त बाँड्नु अझै त थोरै 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 म हामीले चाहिँ टाउकामा पसिना भ्याउनुपर्छ त्यहाँभन्दा अरूले चाहिँ उँधो ल्याउनु छ जन्ती पर्छ यहाँ कुर्सी छ कुर्सीमा राखौँ न खाना बोक्ने मान्छे त आउँदै एकजनामा एक झोली गर्छ दुई झोली भएको हाम्रो होस् है भिडियो छ भिडियो फोटो होइन भिडियो
अलिक राम्रो है म जान्दिनँ मलाई लाग्छ गोटामा पानी मागेको आधी घन्टा पो बाधा प्रश्नै पिनियो तिनै ठाउँमा चुडाउनु त तिनैजनाले हो त्यो कुसको टुक्रा त्यहाँ लगाइदिनु अगाडि बाटो छोडिदिनु अब तपाईँले यता अलिकति यता आउनु ल ओ यहाँ छ खुल्ला भयो अब यसको हातमा लाग्छ अहिले के बनाउनु लागेको छ ल नछेल्नु न त्यो छेल्यो यहाँ चाहिँ छेल्दिनु भएन क्या यहाँ इलेक्ट्रिकले चाहिँ गरेर हाल्यो जसले गरेर पहिलेदेखि आफ्नो गरी ल्याएको बानी पो बानी चाहिँ हो मम्मी बोलाउँदै हुन्छ नि त अङ्कल खोज्दै हुन्छ दुईटा चाहिने रहेछ पर्छिने अक्षता नै एउटा थालमा भयो नि ल्याउनु ल यहाँ तपाईँहरूले सकेपछि चाहिँ भानी हुन्छ पर्छिने म जग्गाबाट ल्याएको होला यता हेर्दै लाउनु न हजुर अब टिका आमा यता हेर्नु अरे टिका लाउनु हो त्यसरी यता पनि मिलाउनको लागि तपाईँले भनेर गराउनु पर्ने हुन्छ टिका लाउने एउटा अलिअलिको कहाँ लाग्छ सबै लाग्ने त लाग्ने नै हुन्छ सिन्कोना चामल हाल्नु न भइहाल्छ अलिकति चामल हालेर कि यता अलिकति खनेर अर्को झोला चाहियो कि अर्को गिफ्टको नाम यहाँ भित्र के छ त्यही त मलाई त्यही राम्रो लाएर पठाउनु अहिले त एउटा ला अर्का ला झर्छ क्या लास्ट टिको हुन्छ नि ए होस् न त्यो त हुने
होइन होइन दिन्छु नि बिर्सिनुहुन्छ नि त बुढाबुढी तपाईँ अलिक पछाडि सरेर पानी हालिदिनु ल म्याडम अलिकति पछाडि सरेर पानी हालिदिनु न मैडम नछेल्दिनुहोस् रङ लाउने त्यहाँ लाउने मान्छेले नै सल्लाह गर्दैछन् श्याम दाजु कान्छा दाजु आइहाल्छन् यहाँ आमाहरू होइन यो त्यो चाहिँ किन झिकिदिएको नि बेकारमा आफ्नो त्यो छ अप्ठ्यारो यही पाराले त 2 घन्टा चाहिँ लाग्ने रहेछ नि आज अघि कम मान्छे अलमलले कुरा धुइपछि दिन्छन् भनेर नभए 2 बजे मात्रै यहाँ सकियो भने त तपाईहरुलाई 5 बज्ने रहेछ न्यूनतम 4 बज्ने रहेछ कच्छ मेला भइसक्यो काकाको पालो आयो अहिले छुट्टीला गरे पनि ट्रफी चाहिँ हैन माथि लान पाए हुन्थ्यो अलि चाहिँ भन्नै पर्ने त्यो चाहिँ म नि त्यसो भन्न चाहिँ खोजेकै थियो अलिकति फेरि अलिकति केस छोपिएन होइन बेहुलाको टोपीले त्यो केस चाहिँ छोपेर ट्याक्क लाउनु टोपीदेखि मुनि केस आयो क्या त्यो केस छोपिने गरी मिलाइदिनु न टोपी झिके त्यता लाएर यता हेर्नु पर्दो रहेछ लास्टै यता हेर्न लाएर
झन् अप्ठ्यारो हुन्छ अनुहारै देखिन्छ आँखा त किन नअडिएको अरे यहाँ फुल पनि छ नानी लाइरी नै फुल के को लागि राख्नु यो फुल अहिले हुन्छ नि टोपी ल्याएन यहाँ एउटा पुस्ने चाहिँ राख्नु पर्ने रहेछ यसरी नगर्नु यहाँबाट नसक्ने कल्लोमा लाउनु नि यताबाट दिने हो क्या आउनु यो यहाँ राख्ने टिको लाउने उहाँहरू दुईजनैको काखमा हुन्छ 2 घन्टासम्म पिसाब जान पाइँदैन यहाँ कानुन लाग्छ नानी त्यस्तो पो छ त कानुन अब यहाँ पुग्छ त अहिले एकछिनदेखि धम्मा अलिकति के खोजेर ल्याउने यहाँ दही अलिक फुको भएको अङ्कलले चाहिँ यता हो त्यसो मैले छेलिएर दुईजनैको त्यसो चाहिँ टोपी लाएर चाहिँ त्यसो गर त अब टोपी लाउँदा उसको आन्टीको टोपी लाएर एकचोटि यता हेर्न लाउने त्यसो गर न नबिनाको हात लगाउने त दुईजनैले यता यहाँ हेरौँ त हातलाई हात पनि हात लगाउँदै जता भयो नि उता यता हेरेर होइन अझै त नलिए नि ल अब चाहिँ भयो नि हो कि हो यो चाहिँ राम्रो गजब गजब थियो भरे राति मात्रै आउँछु भन्छ के अरे होइन रस पनि नभए कहाँ यहाँ बेपात के ल्याइस् बहिनी हो ल ल होइन जो जानेको काम गर झिकेर बनाइदिएन
एकछिन हतार नगर्नु नि आमा पालै पालो ए आज 5 बजेसम्म पाइन्छ नि त होइन 5 बजेसम्म त हो नि हाम्रो टाइम अब परिवारको भएपछि अनि छिटो भइहाल्छ त लगातार बिर्सेको नि मैले त्यस्ता दिनमा के फेरि पछि यसलाई बाँकी राख्नलाई बिर्सिएको नि आज लुलुलु झन्नै पानीमा